बिहानको रनिङ गाइज। कस्तो आनन्द छ यहाँ पनि गाउँमा जस्तै। ए क्यारी हेरे हौ यहाँ हेर ए करेन्ट आउँछ तिमीले कठै। हेलो गाइज नमस्ते। अनि के छ ठिक छ नि? र आज चाहिँ म लगायत मेरो भाइ अनि साथीहरू मिलेर हामी जाँदैछौँ नाइट क्याम्पिङको लागि है। म अहिले रुमबाट निस्कँदैछु, भाइ चाहिँ सामानहरू रेडी गर्दैछन्। धेरै नै बजिसक्यो, के अरे 6 साढे 6 भइसक्यो। चटपट पसलमा छु चटुरपुर, भाइ आइसके अनि हाम्रा प्यारा मित्र दुईजना। अब त्यो एउटी केटीले ढिलो गरी कहाँ गई? आई यही आई। साँच्ची यो त एकदम मजबुत लजाम। आऊ के लुकाएर निकाल्ने? बाई बाई। चलो चलो आइज है केटी छुट्लिस। ल ल आर्मी जस्तै देखियोस् यार। यो भाइ र त्यो भाइ बोकेर रहेछ कि यहाँ कता हो म्युजिक हाउस? यो त होइन ए यहीँ रहेछ यो मादल घर। मैले कहाँ खोजिरहेको छु के अरे। कति राम्रो ठाउँमा आयौँ हेर्नु त हामी। अब त हामी त फेरि होइन अनि त अनि यस्तरी मादल बजाउँदै बजार डुलेपछि त अनि सकिहाल्यो नि। साथीहरू कुरिरहेछन् हामीलाई, तर मादल देखेर खुसी हुन्छन् पक्कै पनि। खायो प्यारा साथीहरूलाई यत्रो बेर पुऱ्यायो हामीले होइन। भर्खर विजयपुर आयौँ। अब भयो अफरोड सुरु। चाहिँ त ठिक छ ठाउँ, तपाईँलाई कसैको डिस्टर्ब पनि नहुने, अरूलाई पनि डिस्टर्ब नहुने। थ्याङ्क यू। अनि तपाईँलाई पनि आनन्द के हो? हुन्छ होइन त्यहाँ अप्ठ्यारो हुन्छ भने यतातिर अब गाडी पनि भयो हेर्नुहोस्। सामानहरू यहाँ राख्ने। ल कविता ल्याऊ हेलमेट ल्याऊ। म तिमीलाई गाह्रो भयो होला, यो समय दिन्छु। यो खोलेर छाउ त। आहा कस्तो बजेको त। तल साँच्चै खानु लाइस पहिले नि त। तिनीहरूलाई नि हुन्छ भनेर किनेका हो र। कोही कफी खाने मान्छेलाई हेर। चुलोले दिउराको व्यवस्था पनि भयो।
लाइटर भन्दा यता नहेर है सिलिन्डरै आगो नहाल्यो त्यस्तै अनुहाल्छ बल 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 ग्यास त छ नि हावा चल्यो कि ल बुढाबुढी अलिक त्यो सरम त म्याट चाहिँ यतै हाम्म हाल त जोडिएर भन्नु पर्यो हावा नसुन्ने भन्ला गर्छ नजोडिने भयो किन भन्नु दौडेको यार मादल धेरै गिम्मामा भन्दै डर लागेर त यहाँ सुन तिरबलको बिचमा डोरी बाँधेर माथि तान्दिने चारैतिर यस्तो होइन यो पालि यस्तो गरौँ कि यो पालि दिनेश त इन्डिया जाँदाखेरि टेन्ट जसरी पनि मगाउनु तपाईँहरूले एउटा मगाउनु भयो भने इनफ हुन्छ अरूलाई होइन कसैलाई हाल्न मन लाग्यो पछि भागमा हाल्दा नि भयो भाँडै खानु होला होला नि तेरो खुट्टा कति गनाएको धोएर खुट्टा गनाएर नयाँ मोजा लाएर आएको छ ए नआउने रहेछ यार है यहाँ चाउचो पाक्दैछ यता मादल घन्किँदैछ होइन अनि यता अब अनलाइन बिजनेसम्यान हाम्रो सर यता एकदम धेरै बिजी हुनुहुन्छ म्यानेजमेन्टमा लागिरहनु भयो फाइनेन्सवाले हेर्दै हुनुहुन्छ यसको फाइनेन्स ए क्यारी हेरे हौ यहाँ हेर ए करेन्ट चाउँछ तिमीले कठै यहाँ सोध्नु त्यसलाई फालिहाल्नु है केले हो यो फाला फाला सोच्छ फेरि त्यसले सरले कहिले एक झापड नलाएको कसैलाई गाली पनि नगरेको होइन हामीले कहिले त्यस्तो नदेखेको यस्तै लिन्छ अलिक बेसिनमा हाल्छ होइन पुरा पालिन्छ पछि अलि यता भिडियोतिर हेर्छ कविताले ठोकेको बजार चिसो चिसो भयो यहीँ भन्दा नि अलि त कुनातिर राखौँ न हो त्यहाँ ऊ त्यहाँ राखिदिनु त होइन भोरी भोरी यहाँ ल यो छ त भाइ अनि यो छ लु ट्रेनमा ट्रेनभित्र हावा छिर्दैन तातो हेर्दैन कसरी गर्ने कायदा हुँदो रहेछ यार ठाडो अटिन्छ कि जाँदैन त यसरी ठाडो उठिन्छ नि होइन यसरी नै अटिन्छ हो एकजना दुईजना मन्दिरमा रातिको 1 बज्यो अहिले पानी मस्तै पानी आएछ त नि यहाँ बाहिर साथीभाइहरू सुतिरहेको थिए पुरै बा छिट्टो आएर अनि
उतापट्टि यिनीहरूलाई हेर्न त के अरे घर कहाँ भने जस्तै भयो साथीहरू ब्याग स्याग पोको पारे अब यहाँभन्दा अलि उतापट्टि एउटा घर छ खाली घर दोकान नभएको त्यहीँ सर्ने सल्लाह भएको छ यहाँ तिरपालले नि काम गरेन क्या पुरै बाटो आएर यहाँभरि चाहिँ पानी आयो यहाँ छाता है 2 टाला पुग्छ होला साथीहरू गए आफू घरभित्र छिर्नु पर्यो अब म एक्लै यहाँ भगवती देवी हुनुहुँदो रहेछ अरे मन्दिरभित्र ल रक्षा गर्नुहोस् ल अब म सुत्छु भोलि बिहान के कस्तो हुन्छ हेरौँ है त शुभ बिहानी गुड मर्निङ ल उठियो अहिले चाहिँ पानी पनि निको भएर पुरै यता चाहिँ यस्तो फ्रेस भएको छ आज साथीहरू उता गएपछि चाहिँ राति एक्लै मन्दिरको काखमा रात बिताइयो यहाँको मर्निङको दृश्य यस्तो छ अनि अब सबै सामान पोको पारेर म साथीहरू भएको ठाउँमा जान्छु अनि त्यहाँबाट हामी अब बिस्तारै पोखरा फर्किन्छौँ यस्तो आनन्द छ यहाँ पनि गाउँमा जस्तै अनि यो जुन रुख देख्नु भएको छ नि तपाईहरुले यो रुख चाहिँ ठ्याक्कै 500 वर्ष पुरानो भएछ है यो रुख यहाँ लेख्नु पनि भएको रहेछ 500 वर्ष पुरानो भनेर ल आइज भाइ आएर सबै सामानहरु प्याक गर्यो अनि हामी अब यहाँदेखि निस्कदैछौँ साथीहरु केही पर छन् अनि तपाईहरु जहाँ घुम्न गए नि आफूले गरेको फोहोर आफै सफा गर्यौं भने यस्तो घुम्ने ठाउँहरु सधैँ राम्रो भइराख्छ है ला 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 ओहो यता पनि औसेलो रहेछ नि त मिठो रहेछ ल मर्निङ बिहानको रनिङ गाइज ल हाम्रो साथीहरुको राति पानी परेपछि कटेज हो यो यहाँ चाहिँ मस्त रात बिताएरै अहिले निस्किने रेडी छन् ल यहाँ आउँदाखेरि सुत्ने ठाउँ रहेछ यहाँ मजासँग
कहाँ ल साथीहरू थ्याङ्क यू सो मच अहिलेसम्म भिडियो हेर्नुभएकोमा अनि हाम्रो जुन लास्ट भिडियोको टार्गेट थियो त्यो टार्गेट पुरा भएको छ सो यो भिडियोमा पनि मैले 15 सब्सक्राइबर्सको टार्गेट राखेको छु मेरो च्यानललाई सब्सक्राइब गर्नु होला हामीलाई यस्तै गरी साथ सपोर्ट दिँदै गर्नु होला है आजको लागि यति नै बाई बाई टेक केयर सी यू सुन